यस रोचक सामग्रीको विश्लेषणमा स्वागत छ। आज हामी भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्जको एउटा यस्तो कथा हेर्दैछौँ जहाँ बदलिँदा मौसमहरूले जीवन र मृत्युको एक अविश्वसनीय र कठोर चक्र चलाइरहेका छन्। यो केवल एउटा निकुञ्ज मात्र होइन, यो त यस्तो ठाउँ हो जहाँ प्रकृतिको सुन्दरता र भयानकता सँगसँगै हिँड्छन्। हामी सबैको मनमा एउटा प्रश्न उठ्न सक्छ, हरेक वर्ष आउने भयानक आगलागी र विनाशकारी बाढीको बावजुद पनि एउटा वन्यजन्तुको स्वर्ग कसरी बाँचिरहेको होला? सुन्दा अचम्म लाग्न सक्छ, तर हामी हेर्नेछौँ कि कसरी यी पूर्ण विनाशकारी शक्तिहरूले नै वास्तवमा यहाँको जीवन्त जीवनलाई ऊर्जा प्रदान गरिरहेका छन्। यो चक्र कसरी अघि बढ्छ त? यो मार्चको सुक्खा गर्मीबाट सुरु हुन्छ, मनसुन अघिको समय हुँदै अगाडि बढ्छ र अन्ततः जीवनलाई नै उथलपुथल पार्ने ठूला र विनाशकारी बाढीहरूमा गएर उच्च बिन्दुमा पुग्छ। मार्च महिनाको सुरुवातसँगै तापक्रम बढेर 25 डिग्री सेल्सियससम्म पुग्छ। सुन्दा सामान्य लागे पनि यो गर्मीले अग्ला हात्ती घाँसहरूलाई पूर्ण रूपमा सुकाएर खैरो बनाइदिन्छ अनि सुरु हुन्छ जनावरहरूको चिसो पानी र छहारीको लागि भौतारिने क्रम। यो तनाव कस्तो हुन्छ भनेर बुझ्न यो घटनालाई हेरौँ। पानीभित्रको एउटा सानो छहारीको लागि विशाल भाले गैंडाहरू बीच घमासान सङ्घर्ष चल्छ। एउटा शक्तिशाली गैंडाले आफ्नो ठाउँ ओगट्छ र अर्कोलाई लखेट्छ, तर अचम्मको कुरा के छ भने उसले तेस्रो गैंडालाई भने त्यहीँ बस्न दिन्छ। जङ्गलको नियम साँच्चै अप्रत्याशित हुन्छ, होइन त? अब लागौँ हाम्रो पहिलो मुख्य विषयतिर, आगोसँग आगोकै लडाईँ। मनसुन आउनु अघि नै निकुञ्ज व्यवस्थापनले आफै सुक्खा घाँसमा जानी जानी आगो लगाउँछ। यो सुन्दा अनौठो लाग्न सक्छ, तर यो एकदमै जरुरी छ। यसले बाक्ला र कडा घाँसहरूलाई नष्ट गरेर शाकाहारी जनावरहरूको लागि अति आवश्यक पर्ने कलिला, पौष्टिक र नरम हरिया घाँसहरू उम्रिने बाटो खोल्छ। यही आगोले कटन सिल्क अर्थात् सेमलको रुखलाई पनि नियन्त्रण गर्छ। आसामका अरू ठाउँमा यो रुख निकै उपयोगी मानिए पनि काजिरङ्गामा भने यो वन रक्षकहरूको लागि निकै ठूलो टाउको दुखाइ हो। यसले एकदमै छिटो फैलिएर महत्त्वपूर्ण घाँसे मैदानलाई घना जङ्गलमा परिणत गर्ने खतरा हुन्छ, जसले गैंडाहरूको वासस्थान नष्ट गर्न सक्छ। मनसुन अघिको मौसम सुरु हुँदै गर्दा आकाशमा बादल मडारिन थाल्छ र ओटरहरू पानीमा रमाइलो गर्न थाल्छन्। यही समयमा 1 टनभन्दा बढी तौल भएका 3 प्रमुख शाकाहारी जनावरहरू गैंडा, हात्ती र जङ्गली अर्नाहरू यहाँ शान्तिपूर्वक राज गर्छन्। उनीहरूले यो मेरो इलाका हो भनेर कुनै दाबी गर्दैनन्। र मजाको कुरा के छ भने यी शान्त स्वभावका विशाल जनावरहरूले अरूको शिकार नगर्ने र जमिन पनि कब्जा नगर्ने भएकाले उनीहरूकै वरिपरि अन्य जीवजन्तुहरू फस्ताउँछन्। सोचौँ त, करिब 100वटा बाघहरू यिनै ठूला जनावरहरूको छहारीमा पूर्ण रूपमा आश्रित भएर बाँचिरहेका छन्। अब मौसम बदलिन्छ, लागौँ मनसुनको बाढीबाट बच्ने सङ्घर्षतिर। पहाडमा भारी वर्षा सुरु हुनासाथ निकुञ्ज डुबानमा पर्छ अनि सुरु हुन्छ बाढीबाट बच्ने प्रोटोकल। जनावरहरूका लागि कृत्रिम अग्ला ढिस्कोहरू बनाइन्छ, सबै कर्मचारीलाई उच्च सतर्कतामा राखिन्छ र रेन्ज अफिसरहरूको टोलीले जलमग्न सडक पार गर्न गाडीको सट्टा स्पिड बोटहरू प्रयोग गर्नुपर्ने हुन्छ। बाढीको समयमा एउटा भयानक यथार्थ बाहिर आउँछ। सुरक्षित ठाउँ र घाँस खोज्दै गैंडाहरू निकुञ्जको सिमाना पार गरेर नजिकैका चिया बगानहरूमा पुग्छन् र त्यहाँ उनीहरू शिकारीहरूको सजिलो निशानामा पर्ने अत्यन्तै ठूलो जोखिम हुन्छ। यही जोखिमलाई कम गर्न टोङ्स भनेर चिनिने अग्ला मचानहरू बनाएका हुन्छन्। वन रक्षकहरूले यिनै मचानहरूबाट ती विस्थापित गैंडाहरू सुरक्षित रूपमा नफर्किएसम्म दिन-रात नभनी थकाउने तर अत्यन्तै महत्त्वपूर्ण गस्ती गरिरहन्छन्। प्राकृतिक चुनौती मात्र होइन, अब हेरौँ राजमार्गको खतरनाक अप्राकृतिक अवरोधलाई। सुरक्षित पहाडतिर भाग्दै गरेका जनावरहरूले राष्ट्रिय राजमार्ग 37 पार गर्नुपर्छ। त्यहाँको डरलाग्दो तथ्याङ्क हेर्ने हो भने प्रति घण्टा करिब 230 सवारी साधन घुर्छन्। यसको मतलब हरेक 1 मिनटमा झन्डै 4वटा गाडी। आत्तिएर भाग्दै गरेका जनावरहरू बाटो काट्न खोज्दा गाडीसँग ठोकिएर धेरैको ज्यान जाने गर्छ। तर यो कथा विनाशको मात्र होइन। अब कुरा गरौँ पुनर्जीवन र जङ्गली अर्नाको। यति धेरै अस्तव्यस्तता र तबाहीको बावजुद पनि यी बाढीका पानीहरू साँच्चै नै सम्पूर्ण क्षेत्रका लागि जीवनदायिनी शक्ति हुन्।
यसले सिङ्गो पारिस्थितिक प्रणालीलाई सफा गर्छ, हानिकारक ब्याक्टेरिया बगाउँछ र पहाडबाट ताजा पानी, खनिज, मलिलो माटो र नयाँ माछाहरू ल्याएर प्रकृतिको मर्मत गर्छ। यो पिजेको वातावरणको सबैभन्दा ठूलो फाइदा जङ्गली अर्नालाई हुन्छ, जुन विश्वकै सबैभन्दा ठूलो गाईवस्तु प्रजाति हो। विश्वभर रहेका करिब 3400 जङ्गली अर्नामध्ये 2500 त भारतमै छन् र तीमध्ये लगभग सबैजसो यही काजिरङ्गामा पाइन्छन्। यो ठाउँ उनीहरूका लागि विश्वकै सबैभन्दा सुरक्षित किल्ला हो। शरीरमा पसिना आउने ग्रन्थीहरू निकै कम हुने भएकाले यी शक्तिशाली जनावरहरू धेरैसो समय पानीमै डुबेर बस्न रुचाउँछन्। उनीहरूका 2 मिटरसम्म लामा विशाल सिङहरू हुन्छन्, जसलाई देखेर काजिरङ्गाका खतरनाक बाघहरूले समेत आक्रमण गर्नुअघि 2 पटक सोच्न बाध्य हुन्छन्। अन्त्यमा यो कुरा सोचेरै अचम्म लाग्छ कि आगलागी र बाढी जस्ता पूर्ण रूपमा विनाशकारी शक्तिहरू नै वास्तवमा यस शानदार इकोसिस्टमलाई जीवित राख्ने मुटुको धड्कन हुन्। तर एउटा प्रश्न जहिले पनि रहिरहन्छ, के विनाशकारी बाढी, भयानक आगलागी र मानवीय संरक्षणको यो संवेदनशील सन्तुलनले समयको परीक्षालाई पार गर्दै भविष्यमा पनि यसरी नै